नमस्ते जोजोलपा स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। आज चाहिँ नयाँ दिन नयाँ सुरुवात। अनि हिजो चाहिँ बाबुको बर्थडे थियो अनि गिफ्टहरू धेरै पाएको थिएँ। हिजोको भिडियोमा हेरिहाल्नु भयो होला। अनि एउटा यो पनि पाएको थियो, यसमा चाहिँ ब्याट्री चाहिने रहेछ अनि हामीले ब्याट्री पनि किनेर ल्याइसक्यौँ। अब म चाहिँ उडाएर देखाउँछु। ये उसको गिफ्ट हो यो चाहिँ। त्यो गिफ्टको चाहिँ यहाँ सदुपयोग हुँदैछ। ल वाह कस्तो राम्रो देखेको है। नुहाइ धुवाइ गरेर आइसकेँ। अब चाहिँ खाना खानुपर्ने हुन्छ। यहाँ हेर यिनीहरूले त मलाई बोल्न दिँदैन भनेको छ्या। ल ल भिडियो बनाउने वातावरणै छैन यहाँ, यिनीहरूले हल्ला गरेर के गर्न्थ्यो र। अब हामी चाहिँ खाना खानुपर्ने हुन्छ। खाना खाएर बाहिर निस्किनु पर्ने हुन्छ। खाना नपाकाहरू खाउ खाउ भनेर यहाँ दुर्गा खाना जन्मेकाहरू खाउ खाउ खानुपर्ने हुन्छ। यहाँ चाहिँ पुलाउ, राजमा, अचार, नेवारको भोज। हामी चाहिँ फाइनल्ली रेडी भएर निस्किसक्यौँ। लगन खेल जानको लागि निस्किसक्यौँ। आज चाहिँ हिजो अस्ति नै रातो मसिन्द्र चाहिँ लगन खेलमा छ अरे। अनि मम्मी, म, मेरो भाउजू, मेरो भदैनीहरू चाहिँ जान लाग्छौँ। के कस्तो हुन्छ म हजुरहरूलाई त्यहाँ गएर देखाउँछु। मेरो भ्लगमा मम्मी हेलो भनिदिनु। हेलो सरू हेलो। हेलो लगन खेल जान लाग्यो मछिन्द्रनाथ दर्शन गर्नलाई। अनि त्यही गएर भेटौँला नि त। त्यही गएर भेटौँला। भिडियो बनाउँछु भनेर गएर टिपिहालियो मङ्की भनेर। भयो के भयो। ल गएर हामी यो मछिन्द्रनाथलाई चढाउने छौँ होइन त। फाइनली लगन खेलमा गाडीबाट झऱ्यौँ। अब चाहिँ मछिन्द्र जानुपर्ने हुन्छ देउता कता छ भनेर। हामी त्यही गएर भेट्नेछौँ। म यहाँको पनि देखाउने छु हजुरहरूलाई। खेलको बस पार्क हो। यहाँ चाहिँ कोटेश्वर भक्कको कता कता जाने बसहरू पाउँछ। ट्याम्पो स्टेसन यता चाहिँ बस पार्क छ। हामी चाहिँ अब मछिन्द्रनाथ मङ्की मछिन्द्रनाथको रथ भएको ठाउँमा खोजे जान लागिरहेछौँ। मम्मी कता हुनुहुन्छ आउनु मम्मी। साथीहरू भरे बेलुका 5 बजीतिर चाहिँ यो एरियामा पहिला टेक्ने ठाउँ हुँदैन। आज चाहिँ खुल्ला छ। यहाँ अहिले चाहिँ के अरे महानगर भएको हुनाले त्यति छैन, नत्र यो एरियाभरि सबैभरि 5 बजेपछि चाहिँ सेल राख्छ। अहिले चाहिँ त्यस्तो छैन। महानगरपालिका घुमिरहेको भएर आफ्नो पसल नै छ, तर मान्छे चाहिँ छ है। नगरपालिका गाडी त्यही भएर आफ्नो पसलबाट नै त्यता जानुपर्छ। मलाई चाहिँ किन लानु हौ नगरपालिका। फेरि अन्त मसिन्द्र खोज्दै भयौँ। मसिन्द्र देउता त मसिन्द्रनाथको रथ। मान्छेको भिड आउने हो मसिन्द्र जाउला खेल दर्शन आउने र मछिन्द्र एकन झासाले आइपुग्नु मसिन्द्रनाथको रथमा। हिँड्दा यहाँ पनि आइपुग्यौँ, तर हामी मसिन्द्रनाथ भएकोमा चाहिँ पाटन हामी त आउँदैन कस्तो साइड हेरेको हौ चाहिँ। हामी मसिन्द्रनाथ आइपुगेन, राम्रो लाग्यो अरे उसलाई। आइपुग्यो न हामी हेर्दा हेर्दै। फाइनल्ली हामी चाहिँ मसिन्द्रनाथको दर्शन गर्न आइपुग्यौँ। अब चाहिँ हामी यहाँ नमस्ते गरेर ढोक्नुपर्ने हुन्छ। यहाँनिर ल्याएर राख्नुभएको रहेछ मसिन्द्रनाथको गर्ने हो। अब ल्याएको फुल चाहिँ हामीले चढाउने गर्नुहुन्छ सबैजना यहाँ
हातमा फुल लिएर ल ल ल ल तिम्रो पनि आयो ल ल तिम्रो पनि आयो है भिडियोमा लिन फुलामा अब मछिन्द्रलाई मछिन्द्र रथ होइन ल ल सामान ल्याएको छ क्या ए पाली पनि त के गर्छ बत्ती त खै मम्मीले ल्याउनु भयो कि ल्याउनु भयो थाहा छैन माथि गर्ने होला त नि त्यही हो ताईले नि ल पैसा कोही जुन यता खुल्ला बोलो पिनमै माने अनि यो मान्छे आउँदै आउँदैन अनि यसो मान्छेको फुलहरू चाहिँ हजुर टिका लाउने हजुर ग्राउन्ड घुमाउनु हामीले ढुङ्गामाथिबाट लिएर आएको होइन यो दुधलाई फुल दिनुहोस् न सानो बन्द तिम्रो एउटा सानो र एउटा ठुलो यो त मछिन्द्रनाथ लगनखेलमा गएपछि कस्तरी ढल्किन्छ नि निहुरिन्छ आमालाई ढोक्छ अरे के लगनखेलमा आमा छ नि त त्यहाँ चाहिँ ठुलो र यता चाहिँ सानो रहेछ अहिले के नभेटेर हो नढल्के मम्मी नभेटेर यहाँ चाहिँ सानो यता चाहिँ सानो सर्वरोग सर्वदुःख सर्वपूर्ण निवारण बुधाय नमः धर्माय नमः संगाय नमः रत्नजाय नमः रत्नजाय नमः रत्नजाय आज लगन खेल लान्छ लोन खेल लाँदैन आज लान्छ सोनको धारा सुन्दारा कतिखेर लानुहुन्छ सर्वरोग सर्वदुःख सर्वपूर्ण निवारण अहिले 5 बजे तान्छ चाहिँ सानोवाला दाजुले के टिमुरहरू अनि यो ल्वाङहरू यस्तो यस्तो राख्नु भएको रहेछ किन्दैछ जिम्बु
यो चाहिँ जिम्बु डल्ले खोर्सानी देखाउनु साथीहरू यो फुल चाहिँ यस्तो राम्रो आछ तर के गर्नु फोटो खिच्दाखेरि एउटा फोटो कति लाएन अब चाहिँ हामी जान्छौँ सानो मम्मीको घरमा फोन गरेर सानो मम्मीले यहाँ बोलाएको तर सानो मम्मीले चाहिँ यतै आऊ भनेर भन्नुभयो मछिन्द्र हिँड्ने ठाउँमा छौँ आउनु घुम्नु भनेको थिएँ नै तिमीहरू आऊ भन्नुभयो हामी चाहिँ जाँदैछौँ सानो मम्मीकोमा अब यिनीहरूले मलाई धोका दियो अब यिनीहरू त घर जाने रे उता मलाई छोड्नु नजाने रे अनुहार हेर्न हेर्नु त कस्तो राम्री छ है कति राम्री छ है म त होइन होला के हो आमा म त कति राम्री छ है मम्मी आउनु जाउँ दाँत नहेर्नु होला बिएस हुन्छ तपाईँहरू देखाइदियो न ए तल त ब्रसले गरेर नि के हो खत्तल बेला खोइ यता हेर के गर्दा भोट नि ल जाउँ जाउँ राम्रो छ राम्रो खोइ कहाँ गर्नु कहाँ ए त्यो घन्टी बजाउनु जाने रे उहाँ महान व्यक्ति चाहिँ के थाहा भरोसै छैन मेरो छ कति बन्छ म मेरो भरोसा गर्नु थालेँ के बन्छ अरे म करोडपति किन बन्नु म करोडपति मेरो भरोसा गर्नु करोडपति होइन बहिनी तिम्रो भरोसा गऱ्यो भने म रोडपति हुन बेर छैन लखपति खोइ अर्की कहाँ गयो गयो पछाडितिर ऊ त्यहाँ कहाँ गयो मैले त देखेन त्यसलाई उता नजाऊ न अहिले कहाँ मामेर छोडेर जान्दिम अहिले चाहिँ हामी लागिसक्यौँ सानो मम्मीको घरतर्फ सानो मम्मीले चाहिँ आऊ घरमै भन्नुभएकोले हामी चाहिँ सानो मम्मीकोमा जाँदैछौँ यो दुइटा यहाँ म यहाँ छु मम्मी र सासू बुहारी यता सासू कहाँ जानु लाग्नु भयो ए बुहारी हो कि कहाँ जानु लाग्नु भयो भनिदिनु त मचिन्द्रनाथ दर्शन गरेर अब कृष्ण मन्दिर हुँदै सानो कहाँ जाने सानो सासू को जानला पनि भनिदिनु सानो सासू कहाँ जानु लाग्यो सबैजना छोरी नन्द सासू दुईजना उहाँ छौ सानो मेरो सानी आमा अनि म चाहिँ सानी नन्द म चाहिँ जेठी भाउजू जेठी भाउजू म चाहिँ मेरो सासू कान्छी सासू दुईजना छोरी हेलो दुईजना छोरीले चाहिँ कानै सुन्दैनन् हेलो छोरीहरू कता कृष्ण मन्दिर होइन कृष्ण मन्दिर हो छोरीहरू अघि अघि छन् छोराहरू अघि अघि छ म यिनीहरूको मुख देखाउँछु बोलाएको सुन्दैन हजुर दर्शाइदियो बोलाएको सुन्दैन यत्रो बोलाइरहेको छु कत्रो यत्रो के मागेको ह्याक्ठो गर्यो यो चाहिँ मेरो सानो छोरी रे के यो कान्छी छोरी कहाँको माइली छोरी हो अर्को चाहिँ म चाहिँ कान्छी छोरी भन्न अन्त सुबिना केही भन्दिन बोल्दै गाइसे अर्को कहाँ गयो ओइ यो चाहिँ माइली छोरी हो ढुङ्गे धारा त्यहाँ तल चाहिँ हो खानजानी हो छोरी माइली छोरी मासु खोलेर बोलिदियो माइली छोरी पानी खानजानी हो चिसो पानी पाउँछ त्यहाँ बोटलले फालिदिएको अघि हामीले खाएर जाउँ अब सानो मम्मीकोमा गएर तातो चिसो सबै पानी खान्छौँ हामी सानो मम्मीलाई के किन्ने लगिदिनु हो के किनेर लैदिनु त फ्रुट्सहरू लानु पर्ला है मिठाई सिठाई बोकेर जानु सानो मम्मीको घरतर्फ के भनिस् रे मिठाई सिठाई बोक्नु म पनि खाइदिउँला हेल्प गरिदिउँला खाना खानाहरू चाहिँ म पनि गरिदिन्छु मिठाईमा चाहिँ अरू त खासै गर्दिनँ हामी चाहिँ सानो मम्मीको घर जानेपट्टि लागिसक्यौँ तर आइफोन मनपर्ने मान्छे होला तर मलाई त अहिले आइफोनै ठिक लाग्छ अब आइफोन चलाउँदा म पनि घरिघरि त चार्जले गर्छ चार्ज दिँदैन तर खतरा फोटो आउने
पछाडिको डाँडा र कस्तो खजा आउँछ गणेश भगवान्जी यहाँ चाहिँ थान्काहरू भन्छ नि यिनीहरूलाई के भन्छ ए पेन्ट भन्छ थान्का भने चाहिँ कपडामा उयो गर्ने होइन हामीले कति क्लासमा पढाएको थियौँ थान्का भने तर दिमागमा अहिले केही पनि छैन 5-6देखि 10सम्म कतिमा पढाएको थियो यस्ता छौँ हामी केही याद छैन हामीलाई सासु बुहारीहरू छोरीहरू हिँड्दै हिँड्दैन उनीहरू पहिला पहिला यहाँ केही थिएन कि अहिले त धेरै कुरो भइसक्यो नि धेरै एकदमै डेभलप भइसक्यो जम्पिङ सेम यो जस्तै छ स्टन्ट हानेर देखाइदिन्छ भने त्यो सेते रहेछ नि झन् सेते सस्नी त केही चाहिँ देखाएन त्यो राति हो नि केही फोटो खिचेन हौ त्यहाँ कृष्ण मन्दिरमा फोटो खिच्ने भन्दै थियो त पछाडिको मात्रै रातो डाइरेक्ट भन्न कि इन्डाइरेक्ट भनेर त्यहाँ दिन लाग्यो क्या आमालाई लिएर जानु लाग्थ्यो हामीले यसले यहाँ दारी यस्तो हरामी छ यो हामीले चाहिँ यो वाटरमेलन र किरा लियौँ अङ्कलसँग अङ्कलले चाहिँ मलाई तपाईँहरू धेरै फटा रहेछ भनेर यो दुईवटा जबल झोला गरिदिनुभयो जाँदैछ भन्दै तान्ने सानो मम्मीलाई तल बोलाइ गर्नुपर्छ तिमीहरू कति छिटो आइपुगेको हो भन्नु होला सानो मम्मीले हामीलाई धेरै बाबा सानो मम्मीको घर बाहिर आएर हामी सानो मम्मीले दोकान नखोलेको अवस्था ला झन्डै खसिरह्यो ढोका खोल्न पुस्थे कि आमा ढोका खोला न Finally, we are here. आमा होइन हाम्रो त वर्षौँपछिको भेट हो ओहो कति महिना हो सानो मम्मी धेरै ठुलो देखाएको छ त कति महिना हो 10 महिना साढे 10 महिना भएको पुगेको अघि होइन होला अझ धेरै चोपेर खानु हो खान होला मिठो हुन्छ नपर्ने हो के हो हो हेर्नु त नुन अलिक चोप्नु त यता साइडको झन्डै यहाँ मरे म त अड्केर सरले जस्तो नाकबाट निकाल्ने बाबुलाई नाम हामीलाई नदेखि दिया सबैले खाने हामीले ल्याएर हामीले खाँदैन होला है मलाई त पुगिसक्यो अब मैले नखाइसकेपछि खाँदैन होला मलाई पनि पुगिसक्यो अब त मैले खाँदैन पुगिसक्यो अब त भने सानो मम्मी गएको नै भिडियो बनाइदिनु पर्ने उतातिर पिलिक पिलिक गर्दाखेरि बिरे नुन लिन जाँदाखेरि चाक पनि अब चाहिँ मम्मी घरमा खरा उफ्रिआएको छ खरामा त पछाडिबाट खुद्रो खुद्रो खुट्टा मार्थ्यो हँसाउनुलाई मात्रै गर्न त आउँदैन थियो त्यही पनि गयो त्यही पनि गरिहाल्यो नखा होला है अब त पुग्दैन म त खान्न होला पुगिसक्यो मलाई त खाऊ न खाऊ है नखा होला भयो भयो ओ नकाट्नु भइसक्यो पुग पुग बाबुलाई चाहिन्छ तलतिर निनी अर्केलाई फेरि होस् गर्नु नाकबाट निस्कियो छुट छुट गरेन एकचोटि क्या त्यो कालपोखरीको मादी अनि हाम्रो सुनकोसीको दिदी आउनु भएको थियो अनि भात खान लगाएको कालपोखरीमा सब पार्टीमै गयो हेर हामीले चिया खान्न भनेपछि मेरी सानी मम्मी तर म सानो मम्मीको लागि खाइदिन्छु यहाँ मान्छेले एक थाल भात खाइसक्यो हो यसरी देखाउनु पनि मात्र देखाएको छ बुक भएको एक थाल भात तपाईँले भ्रगर बनाएर केही नराख्नु भयो नि है कस्तो यो के भन्छ अरे को बोल्छ अरे छोरीले भ्रगर बनाएर केही नराख्नु भागिने पानी हो को गुराँस नानी हो भागिनी श्रेष्ठ हो नि त म त ठ्याप्पै डाँसिदिनु नत्र बिस्तारमा ए बुझेँ मैले यसले सब बच्चा जन्माउँछ अब चाहिँ हामी सानो मम्मीकोबाट निस्किनु पर्ने हुन्छ अनि जाने अब हामी यहीँ बाहिरबाट छुट्टिन्छ यिनीहरू कोटेश्वर जान्छ अनि हामी चाहिँ उता एकान्त कुना जानुपर्ने हुन्छ अब उतै गएर भेटौँला बाट
ल जम ल भयो जम यो मन त्यसै फुरुक्का यो जान त्यसै फुरुक्का मेरो सानी पनि हाँस्यो यहाँ ल बाई बाई अब हामी जान्छौँ भोलि पर्सि भेटौँला हाम्रो त हिजो अस्तिदेखि भेट भाइ छ रुनी हुरुक्का यो जान्ते सही फुरुक्का नाच्यो रे नाच्यो नि नाच्यो रे ल अब जानुपर्ने हुन्छ ल ल नाच्नु नाच्नु ल सासू बुहारीको नाच पनि हेरिदिउँ न त नि हुरुक्का यो आमा हुरुक्का छम्म 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 नाचिदेऊ मारुनी छक्कै पर तरुनी गर्छ चानसमा जानुहोस् अब जाने हो कि फेरि नाच्दै बस्ने हो अनि हाम्रो घरमा त्यस्तै भएको थियो ड्याडी पनि पान्छे मम्मी पनि पान्छे भनेर बनाउनु मलाई त रिस उठेर मान्छे ल्याएर बनाउनु ल साथीहरू यहाँ सासू बुहारीको त अब नाच कहिले सकिँदैन यस्तै बस्यो भोलि हुन्छ अब चाहिँ निस्किनु पर्ने हुन्छ हामी यहाँबाट ल ठिक छ अब भोलि पर्सि आएर मजाले नाच्नुपर्छ है अब अहिलेको लागि चाहिँ हामी जान्छौँ हामी त गयौँ सासूलाई छोडेर एक्लै मेरो सासू एक्लै हुनुहुन्छ अब चाहिँ हाम्रो दिदी बहिनी भेट भयो दिदी बहिनी भेट भयो भोलि पर्सि ल बाई बाई निस्किन्छौँ हामी अब कहिले आउने भोलि पर्सि हामी चाहिँ यहीँबाट छुट्टिन्छौँ अब यिनीहरू कोटेश्वर जान्छ हामी चाहिँ अब लन हिल गएर गाडी चढ्ने होइन हामी चाहिँ लन हिल जाने हो क्या बाइक गाडी आयो त हाम्रो अब यहाँबाट हाँगा फाट्छ ल बाई बाई यो चाहिँ मलाई गिफ्ट दिनुभयो सानोले म घर गइदिएको ल बाई बाई ल ल बाई 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 ल गएँ सानी बाई भनेको थिएँ नि मैले अघि लगन हिलको मजा नै यस्तै अघि यहाँ पुरै खाली थियो सबै सेल हजुरहरू पनि नजिक हुनुहुन्छ भने सेलको फाइदा उठाउनुहोस् फाइनल साथीहरू म र मेरो मम्मी चाहिँ घर आइपुगिसक्यौँ भाउजूहरू चाहिँ उता सानो मम्मीकोबाटै छुटेर उता कोटेश्वरपट्टि जानुभयो हिजो आउनु भएको थियो नि त बर्थडेमा यहीँ बस्नु भएको थियो अनि आज चाहिँ हामी त्यही रथ दर्शन गर्नकै लागि सँगै निस्केर लन हिल गएका थियौँ अनि रथ चाहिँ पाटन दरबार स्क्वायर छेउतिर रहेछ अनि त्यसपछि त्यहाँनिर गएर हामी रथ टोक्यौँ त्यसपछि सानो मम्मीकोमा गयौँ एकछिन रमाइलो गऱ्यौँ अनि भाउजू त्यतैबाट जानुभयो म र मम्मी चाहिँ यता आयौँ आजको भिडियो चाहिँ म यतातिर इन्ड गर्न गइरहेको छु भिडियो अन्तिमसम्म हेरेर भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला भिडियो मन परेमा लाइक सेयर कमेन्ट्स अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला नि बाई बाई